नमस्कार, मेरो नाम हो मङ्गलेश्वर ठोजु। 22 वर्षको शिक्षण यात्रा तपाईँको लागि फलदायी हुनेछ। एसी 6 days टुको 6 दिन मात्र बाँकी छ र सामाजिक अध्ययनको कपी चेकिङ, प्याप्सनको कपी चेकिङ तपाईँ समक्ष ल्याएको छु र सँगै यो कपी परीक्षणले गर्दा तपाईँले केही कुरा सिक्नुहुनेछ भन्ने कुरामा विश्वास दिँदै सुरु गरौँ है त। कि सामाजिकीकरण निरन्तर प्रक्रिया हो, 4GPA मिसन अन्तर्गतको निरन्तर प्रक्रिया हो, किनभने यो निरन्तर रूपमा चलिरहन्छ, कहिले अन्त्य हुँदैन भन्दा पनि जन्मेदेखि नमर्जेलसम्म यो निरन्तर चलिरहेको छ भन्ने कुरा लेख्नुभयो भने अझ राम्रो हुने थियो। मानविका सूचकाङ्कको अवस्थामा सुधार गर्दा पर्ने एक प्रभावको रूपमा शिक्षा स्वास्थ्य आएको स्थितिलाई एकै झलकमा बुझ्न मद्दत गर्ने भन्ने कुरा त्यो पनि मिल्छ र सबै मैले पढिनँ, आवश्यक मात्र पढेछु। र सामाजिक समस्याको उल्लेख विद्यमान भनेपछि छाउपट्टि प्रथा र दाइजो प्रथा, घरेलु हिंसा विरुद्धको चेतनामूलक नारामा मान्छे भएर मान्छेको जस्तो व्यवहार देखाओ। हेर्नुहोस् त कति छोटो मिठो। र 5 नम्बरको हकमा अलिक समस्या देखिन्छ। विक्रमसम्म 2062 सालको जनआन्दोलनको उद्देश्य के थियो? देशको विविधताको सम्बोधन र हक अधिकारको स्थापना। यो मिल्दैन है, प्रायःले थाहा नहुन सक्छ। 62 सालको जनआन्दोलनको उद्देश्य के थियो भन्दा संसद पुनर्स्थापना थियो। 2059 साल ज्येष्ठ 8 गते संसद विघटन गरेको थियो, शेरबहादुर देउवा प्रधानमन्त्री भएको बेलामा। र 2059 साल असोज 18बाट प्रतिगमनको सुरु भएको थियो र त्यही घटनालाई लिएर संसद पुनर्स्थापनाको माग चलेको थियो 7 दल बीच र माओवादी बीच। यो जुन सम्झौता भएर जनआन्दोलन भएको थियो, दोस्रो जनआन्दोलन। अब यस सम्बन्धमा प्रायःले गणतन्त्र संहिता भनेर लेख्ने गरेका छन्। जनआन्दोलनको उद्देश्य त्यो होइन है, तपाईँले बुझ्नुहोला। संसद पुनर्स्थापना हो भनेपछि अब अर्को 6 नम्बरमा विश्वयुद्धमा नेपाल सहभागी हुनु तत्कालीन परिस्थितिमा के कति उपयुक्त थियो? आफ्नो धारणा एक वाक्यमा निश्चित रूपमा 27,000 नेपाली मृत्यु भएको थियो त्यति बेला लगभग इन्फ्लुएन्जाले भनी। अर्कोतिर नेपालको जनगणना घटेको थियो र विश्वयुद्धमा पनि नेपालीहरू मरेका थिए, त्यसकारण यो त्यति बेला यो उपयुक्त थिएन। राम्रो तर्क, एक अङ्क। नेपालमा सांस्कृतिक परिवर्तन प्रभावकारी प्रवर्धन गर्न बाहुन छेत्री, मगर, गुरुङ, राई, लिम्बू तथा शेर्पा आदि तपाईँ लेख्नु होला है। आदि जातिको संस्कृतिको अध्ययन केन्द्र एउटा खोल्नुपर्छ। एउटा कुनै पूर्वाधारको कुरा गरेको हो यो। हुन त नेपाल आफै पनि अध्ययनको केन्द्र हो। नेपाल सानो भए तापनि एउटा विविधतामा एकता कायम भएको देश हो। र हुन्डीको कारोबार किन गैरकानुनी मानिन्छ भन्दा यस अन्तर्गत विश्वासको भरमा विप्रेषणको काम गर्दा पैसा दुरुपयोग हुन्छ, ठगी हुन सक्छ, अथवा विदेशमा भएका मान्छेले आफ्नो पैसा आफ्नो ठाउँमा देशमा पठाउँदा आफ्नो भरपर्दो मान्छेलाई पठाउँदाखेरि पनि दुरुपयोग हुन सक्ने भएको कारणले यो गैरकानुनी मानिन्छ भनेर लेख्नु होला। अलिकति क्लियर नभएकोलाई मैले क्लियर गरेँ। मैले पञ्चशीलको एक विशेषता 5 सिद्धान्तमध्ये हाम्रो परराष्ट्र नीति अन्तर्गतको एकअर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने मिल्छ र संयुक्त राष्ट्र सङ्घका विशिष्टीकृत संस्थाहरूले नेपालको विकासमा पुर्याएको योगदान एक वाक्यमा लेख्नुहोस्मा। यसमा देशमा व्याप्त सामाजिक आर्थिक समस्याको पूर्ण रूपमा समाधान गर्न योगदान दिएका छन्। यो अलिकति मिलेन, यो भेग छ, अस्पष्ट उत्तर छ। त्यसकारण मैले लेखेको छु यहाँ वर्ल्ड ब्याङ्क अथवा विश्व ब्याङ्कले आर्थिक सहयोग, अङ्ग्रेजी शब्द घुसाउनु होला तपाईँले। र सँगसँगै खाद्य तथा कृषि सङ्गठन फुड एन्ड एग्रिकल्चर अर्गनाइजेसनले कृषि, वन, मत्स्य उद्योगको विकासमा योगदान दिएका छन्। दुईटामध्ये एउटा मात्र लेखे पनि हुन्छ, दुवै लेख्नुपर्छ भने छैन। अब जनसङ्ख्या वृद्धि व्यवस्थापन गर्न कुनै न्यूनता सुझावमा साक्षरता दर, विभिन्न जनचेतनात्मक कार्यक्रम मिल्छ। अब समूहमा प्रवेश गरौँ भनिरहँदा तपाईँले 1 मिनटभन्दा बढी समय नदिनुहोस् है। हुन त रिसर्चमा समूहमा यो अति संक्षिप्तमा 2.4 मिनट दिन्छ, तर तपाईँले 1 मिनट समय तपाईँले त्यहाँ मात्र दिनुभयो भने बाँकी समय धेरै समय हामी समूहमा हामी विशेष गरी हाई एबिलिटीको क्वेसनमा हामीले त्यो समयलाई हामी व्यवस्थापन गर्न सक्छौँ। नेपालमा सांस्कृतिक विविधता व्यवस्थापनको औचित्य 4 बुँदामा। सुरुमा टक्क यसरी सामान्य पृष्ठभूमि लेख्नुहोला, जस्तो कि नेपाल बहुसांस्कृतिक राष्ट्र हो। यहाँ विभिन्न जात, धर्म, लिङ्गका मान्छेहरू यहाँ बसोबास गर्दै आएका छन् र यसको व्यवस्थापनको औचित्य मतलब यो व्यवस्थापन गर्दाखेरिको महत्त्व अथवा आवश्यकता भन्ने पनि हुन्छ। र सांस्कृतिक विविधतालाई हामीले कायम गर्दाखेरि, यो व्यवस्थापन गर्दाखेरि के फाइदा हुन्छ, महत्त्वको कुरा भनेको त्यही हो। जस्तो कि क नम्बरमा सांस्कृतिक विविधता व्यवस्थापन भएमा संस्कृतिको नाममा चाहिँ झगडा, दुर्व्यवहार, कुटपिट हुँदैन। हरेक संस्कार, संस्कृति, परम्पराको सम्मान गर्न सिकाउँछ, सामाजिकीकरणमा सहयोग पुर्याउँछ। ख नम्बरमा सोसियलाइजेसन शब्द लेख्नु भएको छ, ठिकै छ। कल्चरल डाइभर्सिटीको, सांस्कृतिक विविधताको लेख्नु भएको छ। रैथाने जातिको संस्कृति र सँगै जोडिएका मूर्त र
अमूर्त सम्पदाले राष्ट्रिय गौरव बढाउँछ, पर्यटन प्रवर्धनमा पनि सहयोग गरिन्छ, मजाले मिल्छ। 4मा 4 अङ्क दिएको छु र अझ राम्रो गर्नलाई यसमा सानो एउटा चित्रपिण्ड पनि लेख्न सक्नुहुनेछ। अनि 13 नम्बरमा विकास आयोजनालाई समयमै सम्पन्न गर्न कुन पक्षमा ध्यान दिनु पर्ला? सबभन्दा बढी त तपाईँले यो पृष्ठभूमि एकदम राम्रो पारदर्शिताको कुरा गरेको छ, ट्रान्सपरेन्सी। त्यसै गरी योजना निर्माण गर्दा आयोजनाको फाइदा बेफाइदामा जनसमुदायलाई सचेत गराउने, सहयोग गर्ने, सहकार्य गर्ने, जनतालाई अगाडि ल्याउने, जनसहभागिताको कुरा गरेको छ भने बजेट सरकारबाट स्वीकृत गर्ने, योजना तर्जुमा, बजेट व्यवस्थापनको कुरा अथवा स्वदेशको यो ग नम्बरमा स्वदेशको पैसाबाट नै स्वदेशी पुँजीमा नै हामीले यो काम सम्पन्न गर्नुपर्छ भनेर लेख्दाखेरि अझ सबभन्दा राम्रो हुनेछ। र निष्पक्षता, उत्तरदायित्व जस्ता कुरा पनि चाहिन्छ सुशासन अन्तर्गतको, र यसरी गरेको खण्डमा तपाईँले 3.5 अङ्क आउँछ। र ग नम्बर अलिकति कमजोर देखिन्छ, मैले भनिहालेँ स्वदेशी पुँजीमै गर्नुपर्छ भन्ने कुरा। र अन्तमा राम्रो पछि यो विद्यार्थीको हेर्नुहोस् त एउटा 1 पेजमा टक्क लेखेको छ, बुढागत रूपमा लेखेको छ र फेरि निष्कर्ष पनि लेखेको छ। भनेपछि अब हामी 13 पछि हामी 13 विकास आयोजनामा समयमै सम्पन्न भनेपछि 13 पछि 16 नम्बर छ। अब हामी 14-15 को एकैछिनपछि कुरा गरौँला। यो अलिकति नबुझ्ने खालको छ, बुकमा त यसको उत्तर छैन। घरेलु हिंसा बहुआयामिक मल्टिडाइमेन्सनल उपज भनेपछि प्रडक्ट अथवा परिणाम कसरी भने समीक्षा गर्नु हो। समीक्षा भनेपछि तपाईँले हायर एबिलिटीको क्वेसन हो, राम्रो नराम्रो कुराहरू लेख्ने हो। अब परिवारको एक सदस्यले परिवारकै अर्को सदस्यलाई गर्ने सामाजिक सांस्कृतिक धार्मिक तथा मानसिक शारीरिक दुर्व्यवहार नै घरेलु हिंसा हो, यो भन्न आवश्यक छैन। यो घरेलु हिंसा बहुआयामिक बहुआयामिक भनेको धेरै पक्षीय भएको हो। र त्यसमा बुझाउनलाई पनि मैले यसरी लेखेको छु, घर परिवार विद्यालय समाज जहाँ पनि हुन्छ भने परिवार जो कोहीले पनि हिंसा गर्न सक्छ है। जुनसुकै समयमा पनि शारीरिक मानसिक यौनिक आर्थिक हिंसा यो प्रकारको कुरा भयो भने कारणहरू पनि थुप्रै छन्। जस्तो कि दाइजो नल्याउँदाखेरिको कुरा भयो, अनि चल अचल सम्पत्ति लेनदेन, अवैध सम्पत्तिका कुराहरूका कारणले दुर्व्यसन, गरिबी, अशिक्षा, बेरोजगार, जनचेतनाको अभाव, लैङ्गिक भेदभाव आदिको कारणमा पनि बहुआयामिक छ। भनेपछि प्रभावमा पनि बहुआयामिक छ। जस्तो कि समाधानको उपाय, प्रभाव भनेपछि असर, तनाव हुन्छ, उदासीनता हुन्छ, डर हुन्छ, इज्जतमा कमी हुन्छ, सुसाइड आत्महत्या पनि हुनसक्छ भने समाधानका उपाय पनि हामी धेरै किसिमबाट बहुआयामिक भन्न सक्छौँ। समान व्यवहार गर्नुपऱ्यो, अनुशासन कायम गर्नुपऱ्यो, सामूहिक निर्णयमा जोड दिनुपऱ्यो। घरमा जुन हाम्रो प्रतिशतात्मक समाज छ, विशेष गरी त्यस कारणले बुवाको दाइको मात्र कुरा सुन्नुपर्छ भने सबैले मिलेर एउटा कुनै परिवारको भोजको, कृषि कार्यको अथवा कुनै निर्णय लिनु पर्यो भने शिक्षाको, स्वास्थ्यको निर्णय लिनु पर्यो भने सामूहिक निर्णय लिँदाखेरि राम्रो हुन्छ। शिक्षा, स्वास्थ्य, रोजगारको व्यवस्थाको कुरा अब सम्पत्तिमा समान स्वामित्व अहिले पुरुषमा जुन सम्पत्तिमाथि जुन हावी भइरहेको छ त्यो कारणले पनि हिंसा हुन्छ। घरेलु हिंसा, कसुर र सजाय ऐन 2066 को पालनाका कुराहरू, ऐनको कुरा पनि तपाईँले ल्याइदिनुपर्छ। चेतना त जहिले पनि हरेक प्रश्नको उत्तरमा आउँछ नै। त्यसकारण यी सबै एङ्गलबाट, सबै दृष्टिकोणबाट हेर्नु पर्दाखेरि यो एउटा बहुआयामिक पक्ष हो भनेको तपाईँले बुझ्न आवश्यक छ। यसरी नै लेख्नुपर्ने हुन्छ। 1 पेजमा कति मिठो तरिकाबाट लेख्न सकिन्छ र यदि राम्रो ह्यान्डराइटिङमा, प्रस्तुतिकरणमा चित्र लेखेर हुन्छ, बुढागत रूपमा लेखेर हुन्छ, चाहिने मात्र कुरा लेखेर हुन्छ अथवा सन्तुलित तरिकाबाट नेपालको राष्ट्रिय सभा समावेशिताको अनुपम उदाहरण हो भनेपछि यसमा नेपालको हाम्रो सङ्घीय व्यवस्था अन्तर्गत व्यवस्थापिका हाम्रो 2 सदनात्मक सदन भन्नाले संसद पाइहाल्यो। प्रतिनिधि सभा, राष्ट्रिय सभाको कुराहरू भयो, 59 सदस्यीय हुन्छ र यसमा समावेशिताको अनुपम उदाहरणको स्वरूपमा क नम्बरमा जस्तो कि 3 महिला, 1 दलित, अपाङ्गता भएका व्यक्तिको अल्पसङ्ख्यकको कुरा छ। प्रदेश सभा सदस्य, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिका प्रमुख, उपप्रमुख मिलेर निर्वाचक मण्डलबाट निर्वाचित हुने भएको कारणले हरेक प्रदेशबाट 8-8 जनाको हिसाबबाट साधारण 56 जना। त्यसै गरी ख नम्बरमा नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट कम्तीमा 1 महिलासहित 3 सदस्य, सभाका अध्यक्ष उपाध्यक्ष मध्ये 1 जना महिला हुनुपर्नेको कुराहरू र सँगसँगै महिलाहरू कम्तीमा 22 जना छ अहिलेको राष्ट्रिय सभामा। कि 48 होइन कि 46 सालको संविधानमा त यति विधि छैन। त्यसकारण यसरी राष्ट्रिय सभाले समावेशितालाई अँगालेको छ भन्ने कुरा यसरी मजाले कति राम्रो तरिकाबाट लेखेको छ र 22 जनाको नलेखेको कारणले गर्दाखेरि मैले 3.5 अङ्क दिएको छु। भनेपछि 14 नम्बरको हकमा अमूर्त सम्पदा, राष्ट्रिय सम्पदाको
अमूर्त सम्पदा स्थानीय समुदायको पहिचान अथवा पहिचान भन्नाले मौलिकता, हाम्रो परिचय, चिनारी, विशेषता भनेपछि एउटा दैनिक पत्रिकामा प्रकाशनार्थ एउटा सम्पादकीयको तरिका तपाईँले पहिला पत्रिकाको नाम लेख्नुहोस्, गोर्खापत्र लेख्नुहोस्, कान्तिपुर लेख्नुहोस्, अन्नपूर्ण लेख्नुहोस्, नागरिक लेख्नुहोस्, तर चलेको राष्ट्रिय दैनिकको पत्रिकाको नाम लेख्नुपर्ने हुन्छ। सम्पादकीय भनेर यसरी लेख्नु होला। मिति तपाईँले लेख्नै पर्छ भने छैन। र जहाँसम्म सम्पादकीय कुरा छ यो एक पेजमै सघाउनु पर्ने हुन्छ र धेरै कुराहरू यसमा रिपिट गर्नु हुँदैन, दोहोऱ्याउनु हुँदैन र निष्कर्ष पनि नलेखे पनि हुन्छ। सम्पादकीयको भाषा पनि एकदम उच्च स्तरको हुन्छ। त्यसकारण अमूर्त सम्पदा स्थानीय समुदायको पहिचान शीर्षक लेखिसकेपछि एक लाइन छरेर फेरि राम्रो गर्नुहोला। निश्चित समुदायको सुरुमा यो परिभाषाका कुराहरू भयो भने अमूर्त सम्पदाको फरक फरक उदाहरणहरू कुराहरू भयो र सँगसँगै यसरी अत यस्ता सम्पदाको संरक्षण सम्बोधन गर्नुपर्छ अत भनेर नलेख्नु होला। मैले भनिहालेँ निष्कर्ष खासमा सम्पादकीयमा लेखिँदैन र तपाईँले 2टा अथवा 3टा मात्र अनुच्छेद लेख्नु होला। एउटै अनुच्छेद नबनाउनु होला, सुकुल बुनेको जस्तो हुन्छ है। तसर्थ सम्पादकीयको बारे त अझ मैले गत वर्ष पनि मैले समाचार अथवा भनौँ सम्पादकीय र थुप्रै यसो प्रयोगात्मक एप्लिकेसन टाइपको प्र्याक्टिकल टाइपको क्वेसनको भिडियो बनाएको छु। सोसियल स्टडिज फर एससी भन्ने एउटा प्लेलिस्ट छ, त्यहाँ जानुहोला र आवश्यक परे म फेरि पनि अरू सम्पादकीय योभन्दा राम्रो सम्पादकीय तपाईँ समक्ष ल्याउँछु र यो वर्ष पनि मैले अपलोड गर्दै आएको छु यही विषयमा। नेल्सन मण्डेलाको जीवनीबाट एक जिम्मेवार राजनीतिज्ञले के कस्ता कुरा सिकुन् भन्ने लाग्छ। पहिला त नेल्सन मण्डेलाको थोरै कुरा, त्यसपछि जस्तो कि रङ्गभेद विरोधी, HIV एड्स विरोधी हैन, एड्स विरुद्ध अभियान, लोकतन्त्र संस्थागत, शान्ति मेलमिलापको लागि भयो र सँगसँगै अन्य अत्याचार विरुद्धको रूपमा एक जिम्मेवार राजनीतिज्ञले चुपचाप बस्नु हुँदैन, विभिन्न आन्दोलन तथा अभियानहरू चलाउनुपर्छ भन्ने कुराहरू, समय सत्यमा अडिग रहनुपर्छ, कसैले धम्काउनेमा असल र हित हुने विचार धारणा बदल्नु हुँदैन, पदमा बसिरहने लोभ गर्नु हुँदैन र देशमा सुशासन कायम राख्न सक्दो प्रयास गर्नुपर्छ र 27 वर्ष जेल बसेको संयमताको पनि उदाहरण हो, संयमता पनि हुनुपर्छ भन्ने कुराहरू। शान्तिको लागि पनि नोबेल पुरस्कार प्राप्त गरेका थिए नेल्सन मण्डेलाले। त्यसकारण शान्तिको लागि पनि हाम्रो तर्फबाट हाम्रा नेताहरूले सिक्न सक्छन् भन्ने कुराहरू तसर्थ भनेर यहाँ निष्कर्ष पनि दिएको छ। तसर्थ मैले 4मा 4 अङ्क दिएको छु भने अब 18 नम्बरमा यो कहिलेकाहीँ मात्र सोधिन्छ र सोध्न पनि सक्छ। जस्तो कि 12वटा पाठ छ, एकाइ 6मा हाम्रो भूगोलमा यो अन्याय नै गरेको, किनकि नेपालको नक्साको एउटा भइहाल्यो भने बाँकी 11वटा त एउटा 4 मार्क्सको लागि यो हावापानीको प्रभाव पर्ने तत्त्वहरू हुनसक्छ, हावापानीको फरकता हुनसक्छ र यो GIS भौगोलिक सूचना प्रणाली, भूमण्डलीय अवस्थिति प्रणालीको पनि एउटा मैले भिडियो बनाएको छु, डिफ्रेन्सेस पनि इम्पोर्टेन्ट छ भनेपछि यो सम्बन्धमा उपयोग भनेपछि यो कहाँ प्रयोग हुन्छ भन्ने कुराहरू यसरी मिलेको कारणले यो सबै पढ्न आवश्यक छैन जस्तो लाग्छ। 3.5 अङ्क दिएको छु है। भनेपछि अब 19 नम्बरको हकमा मानौँ तपाईँले एक वातावरणविदसँग जलवायु परिवर्तन र प्रभाव विषयमा उहाँसित भएको कुराकानी एक अन्तर्वार्ताको नमुनामा यो छिटो लेख्दाखेरि यो एक लाइन ग्याप राख्नुपर्ने लेखिएन, तर पनि तपाईँलाई भन्नै पर्ने जलवायु परिवर्तन र यसको प्रभाव शीर्षक भयो। त्यसपछि एक लाइन तल छाड्ने, पात्र रामगोपाल अन्तर्वार्ताकार र उदयराज वातावरणविद, स्थान उदयराजको बगैँचामा, समय 11 बजे बिहानको र फेरि पनि रामगोपाल र उदयराज चियाको चुस्की लिने भनेर पृष्ठभूमि लेखेको छ। यो ठ्याक्क विषय प्रवेशको कुरा हो भने पात्र चयन पनि कुरा भइसकेको छ, नाम पनि मिल्छ र सञ्चयज्यूबाट सुरु भएर मुख्य कुरामा जलवायु परिवर्तन र यसको प्रभावमा गएको रहेछ र जलवायु परिवर्तनको परिभाषा, त्यसपछि प्रभाव मुख्य विषयवस्तु कन्टेन्ट हो। कन्टेन्टमा यति अलिकति नपुगेको कारणले मैले अलिकति छोटो भयो भने मैले यहाँ लेखेको छु र हामीले संवाद लेख्ने बेलामा शारीरिक विधि लेख्नुपर्छ 4 अङ्कको लागि। जसरी समुद्री सतहमा पानीको मात्रा बढ्छ, हिमालको हिउँहरू पगिँदै जान्छन्, वनस्पति तथा चराचुरुङ्गीहरू लोप हुँदै जान्छ, अम्ल वर्षा हुने सम्भावना हुन्छ, विभिन्न रोगहरू लान सक्छन्, खण्डवृष्टि अनावृष्टि जस्ताहरू पनि हुन सक्छन्, कुराहरू पनि तपाईँले लेख्न सक्नुहुनेछ र अलिकति छोटो भएको कारणले र 4 मार्क्स भएको कारणले तपाईँले 8वटा हरेकको 4-4वटाको हिसाबबाट पनि 8वटा डायलग तपाईँले लेख्नुपर्ने हुन्छ, संवाद लेख्नुपर्ने हुन्छ। अब 20 नम्बरको हकमा नेपालको भौगोलिक क्षेत्र तथा प्रदेशअनुसार जनसङ्ख्याको वितरण समान हुनुको कारण यो उदाहरणसहित सबैको टक्क लेखेको 4 लाइन लेख्दै मात्र 4 मार्क्स आउँदैन। त्यसकारण सबैको व्याख्या गर्नुपर्ने हुन्छ है त। छोटोमा नेपालमा ऐन कानुन निर्माणको चुनौती र तिनको प्रभावकारी समाधानका उपायहरू। ऐन कानुन निर्माणको चुनौती भनेपछि सङ्घीय व्यवस्थापिकाको कुरा हो, प्रदेशको कुरा हो, स्थानीय तहको कुरा हो। अनि चुनौती एक ठाउँमा लेख्ने 21 नम्बर सबभन्दा गाह्रो हुन्छ। समूह गमा हामी प्रवेश गरौँ। यो हाई एबिलिटीको उच्च दक्षताको प्रश्न भएको कारणले
तपाईले यो प्रश्नको उत्तर दिने बेलामा सुरुमा 4वटा चुनौती लेख्नुभएको छ र 4वटा उपायहरू लेख्नुभएको छ। गजब छ। तर तपाईको 2टा पोइन्ट मिलेन, क र घ नम्बर मिलेन, त्यो पनि कमा मैले लेखेको छु। पार्टीको हितको लागि संसद पटक अवरुद्ध हुँदा ऐन कानुन बनेन र यसको समाधान पनि लेखिदिएको छु। पार्टी भन्दा देश जनताको हितमा काम गर्नुपर्छ। ख नम्बरकोहरूमा संसदीय प्रक्रिया तुलनात्मक रूपमा लामो हुने भएकोले कतिपय आवश्यक ऐन कानुन पनि समयमा बन्न सकेन। अब यसको उत्तरमा संसदीय समिति र पार्टीहरूमा व्यापक छलफल हुनुपर्छ है। र सँगसँगै अर्को ग नम्बरमा तपाईले लेख्नुभएको मिल्छ। दलीय प्रभाव भएको कारणले ऐद हुने कानुन पारित हुने सम्भावना अहिले पनि भइरहेको छ। अहिले पनि हेर्नु त कांग्रेस एमाले जुन संसारमै नभएको सत्ता पक्ष र प्रमुख प्रतिपक्ष मिलेर सरकार बनाएको छ। प्रमुख प्रतिपक्ष बीच भनेपछि नम्बर 1 र नम्बर 2 त्यो साइजको हिसाबबाट सबभन्दा ठुलो पार्टीहरू मिलेर बनाएको छ, जुन संसदीय यो अभ्यासको उल्टो छ नेपाल। त्यसकारण गृहकार्य छलफल अध्ययनपछि मात्र विधेयक पारित गर्नुपर्छ। बहुमत छ भन्नेमा, 2/3 छ भन्नेमा जबरजस्ती कानुन बनाउनु हुँदैन। र घ नम्बरमा मैले के लेखेको छु भन्दा संसदको अधिवेशन अगाडि, जस्तो कि यसपालि पनि सहकारी अध्यादेश 2081 लगायत अरू अध्यादेशहरू जारी गरे अहिलेको सरकारले। भनेपछि त्यो अध्यादेश भनेको संसद नभएको बेलामा सरकारले कानुन जारी गर्छ भने अध्यादेश पनि हो, अङ्ग्रेजीमा अर्डिनेन्स पनि हो। तपाईँलाई अङ्ग्रेजी शब्द पनि लेख्न सक्नुहुनेछ, शब्द मात्रै, वाक्य होइन। भनेपछि जसलाई सबैले विरोध गरी संसदबाट पारित गर्नु हुँदैन। अहिले संसदको बैठक भइरहेछ, त्यसलाई पारित गर्नु हुँदैन, किनकि सरकार नै उल्टो बाटोमा छ भने त्यसलाई हामीले सपोर्ट गर्ने कुरा हुँदैन। र यो विद्यार्थीले यसरी क र ख को कुरा मिल्छ नमिल्ने होइन। यसरी तपाईँलाई यो हिसाबबाट तपाईँको अङ्क कम आएको छ, 3.5 अङ्क मात्र आएको छ, किनकि 2टा पोइन्टले अगाडि चुनौती मिलेन भने उत्तर पनि मिल्ने कुरै भएन। त्यसकारण अब 23 नम्बरमा जान्छौँ हामी। 62 सालको पृष्ठभूमि जनआन्दोलनको र उपलब्धि अन्य प्रजातान्त्रिक जनआन्दोलनभन्दा विशिष्ट यस कारणले थिए कि यो कुरा तपाईँले लेख्नुपर्ने हुन्छ। 2063 8 महिना 7 गते 12 बुधे समझदारी भयो। 7 दल र माओवादी बीच। सबभन्दा पहिले त तपाईँले 62 सालको जनआन्दोलनको कुरा लेख्नु भएको छ। त्योभन्दा पनि तपाईँले कहाँबाट सुरु गर्नुपर्ने भन्दाखेरि 59 सालमा जुन अघि मैले भने नि ज्येष्ठ 8 गते संसद विघटन भयो। त्यसपछि 59 असोज 18 मा नै राजाले कदम लिए, शेरबहादुर देवाललाई हटाए प्रधानमन्त्रीबाट। त्यो अवैधानिक थियो, त्यो असंवैधानिक थियो, अलोकतान्त्रिक थियो, अनाधिकृत थियो। त्यो शब्द अर्को वाक्यमा पनि आउँदैछ। र त्यसै गरी 61 सालमा माघ 19 गते राजाले प्रत्यक्ष शासन गरे। हुन त 59 सालदेखि नै असोज 18 गते पछि नै 7 दल मिलेर राजाको प्रतिगामी कदम अथवा प्रतिगमन भनेर आन्दोलन सुरु गरेका थिए। त्यहाँदेखि लेख्नुपर्ने अनि मात्र त्यसपछि 2063 8 महिना 7 गते जनआन्दोलनको लागि पृष्ठभूमि जनआन्दोलन गर्ने भनेर 7 दल र माओवादी बीच सम्झौता भयो 12 बुधे। र त्यसपछि जुन उपलब्धि भएको छ जुन जनआन्दोलनको, त्यो कारणले पनि यो विशिष्ट थिए। उदाहरणको लागि 238 वर्ष पुरानो सामन्तवादी राजतन्त्रको अन्त्य भयो, गणतन्त्रको स्थापना भयो, प्रतिनिधि सभाको पुनर्स्थापना भयो, 10 वर्ष सशस्त्र आन्दोलनको अन्त्य भयो, माओवादीले गरेका थिए। माओवादी र 7 दल बीच विस्तृत शान्ति सम्झौता भयो। 2063 मङ्सिर 5 गते हो भने धर्मनिरपेक्षताको घोषणा भयो। नागरिक समाज र नेपाली सञ्चार जगतको थुप्रै भूमिका थियो भनेपछि 50 लाखभन्दा बढी नेपाली सडकमा आएर यो जनआन्दोलनमा भाग लिएका थिए। भनेपछि यो एकदम राम्रो कुरा भएको कारणले यसरी यो यसको विशेष योगदान छ, विशिष्टता छ, अथवा भनौँ यो फरक खालको छ आन्दोलन भनेपछि यो विशिष्ट थिए भन्ने कुराको हामीले उत्तर लेख्न सक्छौँ। र अरू कुराहरू तपाईँले लेख्नुभएको पनि मिल्छ, तर मैले केही बुढागत रूपमा नभएको पोइन्ट नभएको कारणले 5.5 अङ्क दिएको छु। अरू कुरा मिल्छ। र जहाँसम्म यो हाम्रो नेपालको नक्साको कुरा छ भने सबै कुरा मिल्छ। हेर्नुहोस् त, मतलब सबै कुरा मिल्छ भन्दाखेरि यो जुन यो उग्रतारा मन्दिर पनि मिल्छ, त्यसपछि हाम्रो देउखुरी पनि मिल्छ, त्यसपछि चिया उत्पादन पनि मिल्छ, अरुण नदी पनि मिल्छ सप्तकोशी मध्ये। र तपाईँले सङ्केत पनि लेखेको मिल्छ, उत्तर पनि लेखेको मिल्छ। तर यो सङ्केत विशेष गरी यो ठाउँमा लेखेको भए राम्रो। यो ठाउँ भन्नाले यो जुन हाम्रो यो पूर्वी भाग छ जुन हाम्रो भिडियोको राइट ह्यान्ड साइडमा, यो कर्नर साइडमा तलतिर है, यो कर्णाली नदीको तलतिर लेखेको भए राम्रो हुने थियो। त्यसकारण मिलेको सबैमा 1-1 अङ्क दिएर नेपालको नक्सा यतिको नेपालको नक्सा राम्रो लेख्नुभयो भने 2.5 अङ्क आउँछ। 6.5 अङ्क मैले दिएको छु तपाईँले। तपाईँले त्यो यो रेड कलरको अथवा यो जुन मार्जिन छ, मार्जिनभन्दा माथि नजानु होला नेपालको नक्साको हकमा। भनेपछि अब 24 नम्बरको हकमा सम्बोधन लेख्नुपर्ने हुन्छ। तपाईँले निर्जीवन बिमाको
औचित्य र चुनौती समावेश गरी एक व्यक्तित्वको नमुना तयार गर्नुहोस्। तपाईँले सम्बोधन गर्नुभएको छैन। बिमादेखि सबै लेख्नुभएको छ। निर्जीवन बिमा भनेपछि पशुपन्छीको पनि हुन्छ, वस्तुको हुन्छ होइन। चुनौती औचित्य र जुन चुनौती तपाईँले लेखेको सबै कुरा मिल्छ। सम्बोधन मात्र नहुँदाखेरि अलि अप्ठ्यारो भएको हो। औचित्य भनेपछि महत्त्व हो, तपाईँले बुझ्नु होला। उपादेयता पनि भनिन्छ, शब्दहरू पनि तपाईँले धेरैभन्दा धेरै आउनु पर्छ र यसरी बिमाको पनि निष्कर्ष पनि लेख्नुभएको कारणले मैले 5.5 अङ्क दिएको छु भन्दै तपाईँको परीक्षा राम्रो होस् र यसरी नै अरू सामाजिक अध्ययनको एसईको विद्यार्थीको लागि अरू भिडियोहरू आउँदैछ भने तपाईँ समस्या जानकारी दिँदै हुन्छ त। हस् त, आजको लागि यति नै। तपाईँको परीक्षाको लागि गुड लक र यो भिडियो हेर्नुभएकोमा मुरी धन्यवाद। र अरू विषयहरू पनि मैले यसरी तपाईँ समक्ष भिडियो ल्याएको छु र हेर्दै गर्नुहोला भन्दै हुन्छ त। आजलाई यति नै, नमस्कार।